जापानी भाषामा पहिलो पटक बोल्दा अलि गाह्रो लाग्छ हैन, तर चिन्ता नगर्नुस्। आज हामी यसलाई एकदमै सजिलो, सम्झन सक्ने चरणहरूमा टुक्र्याउनेछौँ, ताकि आफ्नो पहिलो जापानी कुराकानीको लागि तयार हुन सकियोस्। ल, हाम्रो कथाको पात्र हुन् माइक मिलर, जो भर्खरै जापान आइपुगेका छन्। आउनुहोस्, उनको पहिलो दिनमा उनलाई पछ्याउँ र हेरौँ कि उनले आफ्नो पहिलो कुराकानी कसरी गर्छन्। कुनै पनि कुराकानीको पहिलो खुड्किलो भनेको त आफ्नो परिचय दिनु नै हो। अब माइकले आफू को हो भनेर बताउनु पर्यो र त्यसको लागि उनले एउटा यस्तो आधारभूत फर्मुला प्रयोग गर्नेछन् जुन जापानी भाषाको जग नै हो। यो सूत्र याद गरिराख्नुहोस् है, ए वा बी देस्सु। सुन्दा सामान्य लागे पनि यो एकदमै शक्तिशाली छ। यही फर्मुलाले जापानिज भाषाका अनेगिन्ती वाक्यहरू बनाउँछ। यसले सिधा सिधा एउटा तथ्य बताउँछ, ए भनेको बी हो। ल हेर्नुस्, माइकले यसलाई कसरी प्रयोग गर्दैछन्। वाताशी अर्थात् म, यो भयो टपिक, अनि माइक मिरा भयो इन्फर्मेसन। दुवैलाई जोड्दा म माइक मिरा हुँ भन्ने अर्थ लाग्यो। कति सजिलो। ल, माइकले आफू के हो भन्न त सिके, तर कुराकानीमा कहिलेकाहीँ आफू के होइन भनेर प्रश्न पार्नु पनि जरुरी हुन्छ नि, होइन र? अब त्यो कसरी गर्ने हेरौँ। अनि सबैभन्दा राम्रो कुरा के हो भने यो एकदमै सजिलो छ। वाक्यलाई नेगेटिभ बनाउन त्यो अन्तिमको देसुलाई हटाएर जा आरिमासेन राख्ने मात्रै हो। बस यति नै हो। जस्तै यो वाक्य हेरौँ न, सान्तोस सान वा गक्सेई जा आरिमासेन। यसको मतलब भयो श्रीमान सान्तोस विद्यार्थी होइनन्, बरु उनी एक कम्पनीमा काम गर्ने कर्मचारी हुन्। एउटा अर्को रमाइलो कुरा, यदि दुईजनामा केही कुरा समान छ भने के गर्ने? त्यति बेला वाको ठाउँमा मो पार्टिकलको प्रयोग हुन्छ, जसको अर्थ पनि भन्ने लाग्छ। अघि माइक कम्पनीको कर्मचारी हो भनेको याद छ? अब यदि सान्तोस सान पनि उही हुन् भने पनि प्रयोग गरेर भन्न सकिन्छ, श्रीमान सान्तोस पनि एक कम्पनी कर्मचारी हुनुहुन्छ। अहिलेसम्म माइकले आफ्नो बारेमा मात्रै कुरा गरे, तर कुराकानी त दोहोरो हुनु पर्यो नि होइन? अरूको बारेमा जान्नलाई त प्रश्न सोध्न जान्नु पर्यो। र फेरि जापानी भाषाले यसलाई गजबले सरल बनाएको छ। कुनै पनि स्टेटमेन्टलाई प्रश्न बनाउन वाक्यको अन्त्यमा एउटा सानो शब्द थपिदिए पुग्छ, का। त्यसो भए के श्रीमान मिलर विद्यार्थी हुन् भनेर सोध्नलाई स्टेटमेन्टको पछाडि का थपिदिए पुग्यो। मिरा-सान वा गाक्सेई देस्का? अनि यसको जवाफ? जवाफ त हामीलाई थाहै छ नि, होइन र? होइन, उनी विद्यार्थी होइनन्, उनी एक कम्पनी कर्मचारी हुन्। हेर्नुस् त, हामीले सिकेका साना साना टुक्राहरू मिलेर एउटा सानो कुराकानी कसरी बनिरहेको छ। ल, अब माइकसँग कुराकानी गर्ने आधारभूत औजारहरू त भए, तर जापानमा पहिलो पटक भेट्दा परिचय दिने एउटा खास तरिका छ, एउटा शिष्टाचार छ, जुन जान्नै पर्छ। यो 4 चरणको प्रक्रियालाई एउटा सम्मानजनक अभिवादनको रूपमा सोच्न सकिन्छ। कसैसँग पहिलो पटक भेट्दा आफ्नो परिचय दिने यो नै मानक, पोलाइट तरिका हो। र यहाँ हामी त्यही क्षणलाई व्यवहारमा देख्न सक्छौं। माइकले आफ्ना नयाँ सहकर्मीहरूलाई भेट्दा यही औपचारिक परिचयको प्रयोग गरिरहेका छन्। अब हामीले सबै टुक्राहरू जम्मा गरिसक्यौं। अब हेरौँ न त, यी सबै मिलेर एउटा पूरा वास्तविक कुराकानी कस्तो सुनिन्छ। ल, यहाँ हेर्नुस्, एउटा पूर्ण संवाद। माइकले हामीले भर्खरै सिकेको 4 चरणको परिचय प्रयोग गर्छन् र सातोसानले पनि पोलाइट तरिकाले जवाफ दिन्छन्। यही त हो पहिलो जापानी कुराकानी। केवल यी केही सरल ढाँचाहरूले जापानी भाषामा कुराकानीको ढोका खोलिदिन्छ। यिनै आधारभूत कुराहरूले नै पछि गएर गहिरो सम्बन्ध र नयाँ अनुभवहरूलाई जन्म दिन्छन्। अब प्रश्न यो छ, यो सिकेको ज्ञान प्रयोग गरेर सबैभन्दा पहिले कसलाई परिचय दिने होला?